यो वाट्सअप गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। हामीहरू धेरै दिनपछि फेरि पनि आइसकेका छौँ। त्यो छक्क पर्नु पर्दैन, फेरि केही मजाक उडाउने मान्छेहरू छन्। हामीहरू म तपाईँलाई हामीले तपाईँलाई किन यो भिडियो प्रस्तुत गर्दैछौँ, हामीले किन फेरि भ्लग बनाउन लागिरहेका छौँ भन्दाखेरि हामीहरू अब म के भन्ने रुमदेखि काठमाडौँसम्मको जर्नी फेरि स्टार्ट गर्दैछु। तपाईँहरूलाई यदि त्यसको भ्लग चाहिन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ, जहाँ म तपाईँलाई त्यो भ्लग लिएर आउनेछु, पस्किनेछु। प्लिज कमेन्ट गर्न सक्नुहुन्छ, केही छैन। अब यही महिनाको लास्टमा या कुन दिन हुन्छ हामीहरू आउनेछौँ। होप नेक्स्ट भिडियो आउनेछ रुम टु केटिएम जर्नी। म फेसबुकमा पोस्ट पनि हाल्छु। बस त्यही हो कुरा कि हामीहरू धेरै छिटो लङ जर्नी गर्दैछौँ र हामी सायद नेपालगञ्जतिर पनि जान्छौँ होला। त्यहाँको भ्लग पनि म बनाउँछु। त्यहाँनिर म तपाईँलाई केही क्लिप मात्रै देखाउँछु, गाडीमा बसेको यिनी त्यो तपाईँ आफै देख्नुहुन्छ। अहिले म कन्टेन्ट लिक गर्दैन, एउटा स्क्रिप्ट रेडी पार्नु छ नि मलाई, त्यहाँ स्टार्ट गर्नु छ। म त्यो पनि देखाउँछु र तपाईँ आफै सोच्नु न। बस यार, आजको लागि यति। तपाईँ लास्टमा यो नजारा हेर्दै बिदा हुनुहोस् है त। लिटरली पुरानो याद ताजा भयो यार। हामी त्यहाँबाट आउँथ्यौँ, स्कुलबाट त्यहाँबाट पढ्न जाँदाखेरि स्कुलबाट आउँथ्यौँ। आज आखिरमा परीक्षा भएको थियो हाम्रो, अनि सिल्डको तयारी पनि लास्ट थाकिरहेको छु। म तपाईँलाई केही रिप्ले मोडमा पनि देखाउँछु। आजको लागि यति नै भन्दै म फेरि पनि भेटिनेछु सिधै भ्लगमा, त्यही भ्लगमा। बाई बाई यार, के ढिला छ र, किन ढिला गर्नु? समय मसँग त्यति पनि छैन, समय अनमोल छ। बाई।